मिसेस नेपाल वर्ल्ड 2025 ट्यालेन्ट राउन्डको अध्यक्षज्यू, निर्णायक मण्डलहरू, मेरा प्रतियोगी मित्रहरू र यस हलमा उपस्थित सम्पूर्णमा मिसेस नेपाल वर्ल्ड 2025 को प्रतियोगी अङ्क 8 म विद्या चौहानको तर्फबाट स्वीकार्नुहोस् न्यानो नमस्कार। आज म सानो स्पिच भनौँ अथवा केही राम्रो कुराहरू गर्न गइरहेको छु। धेरै भयो नराम्रो कुरा हेर्ने, भन्ने अनि सुन्ने। के साँच्चै राम्रो केही भएकै छैन त? के परिवर्तन केही भएकै छैन त? आज केही राम्रा कुरा गरौँ न। म त राम्रै राम्रो देख्छु अनि परिवर्तन नै परिवर्तन। किनकि म त्यही विद्या हुँ। काठको पाटीमा अङ्गारले रङ लगाएर खरीले कख ग लेख्ने अनि सानो सिसीमा कपडाको सलेदो हालेर टुकीको धुवाँले कालो नाक पर्दै अक्षरहरू पढ्ने। आज म त्यही विद्या हुँ। एआईको जमानामा फोनमा सबै काम गर्दैछु। अनि 10-12 वर्ष अगाडि हाम्रो राजधानी काठमाडौँमा आउँदा बत्ती त थियो, तर लाइन कति बजे आउँछ अनि कति बजे जान्छ मलाई थाहा हुँदैन थियो। तर आज हामी बत्ती बाल्ने मात्र होइन, हाम्रो चुलोमा दाउरा र ग्यासको सट्टा इन्डक्सन बल्दैछ अनि मेरो नानी स्मार्ट टिभीबाट पढ्दैछ। के यो परिवर्तन होइन र? त्यसै गरी 2067 सालमा एसएलसी दिएर काठमाडौँ आउँदा 7 घण्टा हिँडेर बस चढ्नु पर्थ्यो। अहिले मेरो घरसम्मै पिच बाटो गएको छ। आजभन्दा 8 वर्ष अगाडि ताप्लेजुङको सदरमुकाम फुङनिङबाट लेलेसम्म पुग्न 12 घण्टा हिँडेको यादहरू पनि ताजै छन्। तर अहिले सबैको घर घरमा पक्की बाटो नपुगे पनि कच्ची बाटो त पुगेको छ। सबैको घरमा मोटरसाइकल त जान्छ। नेपाल भौगोलिक हिसाबले हिमाल र पहाडमा विकास गर्न अलिक गाह्रो हुन्छ। कल्पना गरे जस्तो रातारात विकास गर्न काम गर्न पनि त सकिँदैन। तर हामी विश्वास गरौँ, विकास हुँदैछ, हामी विकसित भन्दैछौँ। फेरि पनि सम्झौँ त, हामीले आफ्नो घर चलाउनको लागि, जीवनयापन गर्नको लागि एउटा जमिनदार, एउटा मुखियामा भर पर्नु पर्थ्यो। तर अहिले विश्वको 110 देशमा नेपालीहरू हुनुहुन्छ अनि त्यही आमा जुम्ला, हुम्ला, कालीकोटबाट आफ्नो छोराछोरीलाई भिडियो कल गर्दै मक्ख पर्दै हुनुहुन्छ अनि जीवनको 4-5 दशकसम्म गाडी नदेख्नु भएको बुवा प्लेन चढेर विदेश घुम्न जाँदै हुनुहुन्छ। के यो परिवर्तन होइन? के समाजमा राम्रो कुरा भएको छैन? त्यति मात्र कहाँ गो र? म त गर्व गर्छु नेपालमा भोकमरी नै छैन। पहिले हामी कोदोको ढिँडो अनि फापरको पिठोलाई निम्न वर्गले खाने भोजनको रूपमा लिन्थ्यौँ। तर अहिले हामी गर्व गरौँ, हामीले यस्तो ब्रान्डिङ गरेको छौँ, विदेशमा हामीले त्यसलाई धेरै मूल्यमा निर्यात गरिरहेको छौँ। त्यति मात्र होइन, हिमाल पारीको देश भनेर चिनिने मनाङ र मुस्ताङ आज पर्यटकहरूको घुम्न जाने पहिलो गन्तव्यको रूपमा पुगेको छ। अनि 2071 र 2081 सालको डाटा हेरौँ त, नेपालमा कति पर्यटक भित्रिए? 2071 सालमा 7,90,000 पर्यटक भित्रिएको छ भने 2081 सालमा 11,47,000 पर्यटक भित्रिएको छ। के नेपाल विश्वमा चिनिँदै छैन र? के हामी नेपाली विश्वमा चिनिँदै छैनौँ र? अर्को इतिहासमा पानामा लेखिएको हामीले ल्याएको परिवर्तन पनि सम्झौँ न। 2062-63 को आन्दोलनभन्दा अगाडिको हाम्रो समाज, हाम्रो अधिकार अनि हाम्रो विकास। त्योभन्दा अगाडि हामी कसैले जनताको छोराछोरी राष्ट्रपति बन्ने, प्रधानमन्त्री बन्ने हामीले कल्पना गर्न सक्थ्यौँ र? तर अहिले एउटा समाज, एउटा ओडा,
एउटा नगर, एउटा जिल्ला, एउटा प्रदेश हुँदै राष्ट्र हाँक्ने अधिकार हामीले पाएको छौँ र चलाउँदै हुनुहुन्छ। लैङ्गिक विभेद र जातीय विभेदको पनि मलाई बहस गर्न मन लागेन। यसमा पनि म राम्रो नै देख्छु, गर्व नै देख्छु, किनभने अहिले हाम्रो प्रधानमन्त्री नै महिला हुनुहुन्छ, राष्ट्रपति महिला भइसक्नुभयो। अनि हिजो हजुर प्रभु भनेर आफ्नो गुजारा टार्नुपर्ने दलित समुदायको कोही नागरिक अहिले मन्त्री हुनुहुन्छ। यो हामीले ल्याएको परिवर्तन होइन। के समाजमा राम्रो भएको छैन? के देशमा राम्रो भएको छैन? त्यति मात्र होइन, भर्खरैको जेनजी प्रोटेस्ट हेर्दाखेरि पनि मलाई असाध्यै खुसी लाग्छ। ती साना भाइ बहिनीहरूमा विकास भएको राजनीतिक चेतना, राष्ट्रप्रतिको भावना अनि उनीहरूले गरेको राजनीतिको गहिरो विश्लेषण अनि उठाएको भ्रष्टाचारको मुद्दा। जे भयो म त भन्छु राम्रै भयो, जे हुन्छ राम्रोकै लागि हुन्छ। त्यसैले आज हामी यो हलमा जो छौँ, जतिजना छौँ, सबैजनाले एउटा प्रण गरेर जाउँ। हरेक कुरामा हामी पहिला सकारात्मक कुरा कोट्याउँ। हामी 50 जना छौँ, 50 जनाले हरेक दिन राम्रो लेखौँ, राम्रो पढौँ, राम्रो सुनौँ, राम्रो बोलौँ। अनि तपाईले राम्रो पढ्दाखेरि, राम्रो बोल्दा अर्को 10 जनाले भोलि तपाईबाट सिक्नुभयो भने भोलि 500मा चाहिँ राम्रो कुरा बोल्ने, पढ्ने, हेर्ने, सुन्नेको विकास हुन्छ। अनि हामी खुसी हुन्छौँ, हाम्रो समाज पनि खुसी हुन्छ अनि हाम्रो देश पनि सुखी र समृद्धि हुन्छ। त्यसैले सम्पूर्णलाई अहिलेको सामाजिक मुद्दा नकारात्मक कुराको मात्रै छलफल गर्ने भएको देखेर मैले सम्पूर्णलाई राम्रो सन्देश दिने, राम्रो कुरा गर्ने अनुरोध गर्दै आफ्नो भनाइहरू यहीँ टुङ्ग्याउँछु। धन्यवाद। नमस्ते। रामेछापको छोरी अनि सुदूरपश्चिमको बुहारी म विद्या चौहान, मिसेस नेपाल वर्ल्ड 2025 को प्रतियोगी अङ्क 8। यदि हजुरहरू मलाई मिसेस नेपाल वर्ल्ड 2025 को विजेताको रूपमा हेर्न चाहनुहुन्छ भने खल्ती एप डाउनलोड गर्नुहोला, केवाइसी भेरिफाई गर्नुहोला, भोटिङ सेक्सनमा जानुहोला। त्यहाँ मिसेस नेपाल वर्ल्डको ब्यानर देख्नुहुनेछ। कन्टेस्टेन्ट नम्बर 8 को रूपमा म विद्या चौहान हुनेछु। अत्यधिक रूपमा भोट गरी मलाई चाहिँ जिताउनुहोला। धन्यवाद। अब मिसेस नेपाल वर्ल्ड 2025 को भोटिङ खल्तीबाट सजिलैसँग गर्नुहोस्। भोट गर्नको लागि खल्ती एपको होम स्क्रिनमा रहेको इन्टरटेनमेन्ट एन्ड लाइफस्टाइल सेक्सनबाट भोटिङ आइकनमा ट्याप गर्नुहोस्। अब सोही इभेन्टको ब्यानर छनौट गरी भोट नाउमा ट्याप गर्नुहोस्। अब भोट गर्न चाहनु भएको कन्टेस्टेन्टको फोटोहरू रहेको भोटमा ट्याप गर्नुहोस् र अब चाहेको भोट संख्या छनौट गरी प्रोसिडमा ट्याप गर्नुहोस्। अब पेमेन्ट अप्सन्सबाट एउटा चुज गरी पेमा ट्याप गर्नुहोस्। तपाईको मिसेस नेपाल वर्ल्ड 2025 को भोटिङ खल्तीबाट सजिलै हुनेछ। विश्वको कुनै पनि कुनामा बसेर अब मिसेस नेपाल वर्ल्ड 2025 को इन्टरनेसनल भोटिङ खल्तीबाट सजिलैसँग गर्नुहोस्। भोट गर्नको लागि खल्ती.com वेबसाइटमा जानुहोस्। त्यसपछि भोट ग्लोबली ब्यानरमा क्लिक गर्नुहोस्। अब सोही इभेन्टको ब्यानरमा गई भोटमा क्लिक गर्नुहोस्। अब भोट गर्न चाहनु भएको कन्टेस्टेन्टको फोटोहरू रहेको भोटमा क्लिक गर्नुहोस् र अब चाहेको भोट संख्या छनौट गरी मागिएको विवरणहरू जस्तै नाम र इमेल एड्रेस राखी सबमिटमा ट्याप गर्नुहोस्। त्यसपछि पे विथ कार्डमा क्लिक गर्नुहोस्। तपाईँ कार्डको पेमेन्ट पोर्टलमा पुग्नुहुनेछ। त्यहाँ आफ्नो भिसा वा मास्टर कार्डको जानकारी भरी पेमा क्लिक गर्नुहोस्। तपाईको मिसेस नेपाल वर्ल्ड 2025 को इन्टरनेसनल भोटिङ खल्तीबाट सफल हुनेछ। आफूले चाहनु भएको कन्टेस्टेन्टलाई धेरैभन्दा धेरै भोट गर्नुहोला।